गोलीमा पहिला खतरा हो भाइ म भने चाहिँ यो भेनाले त गुटखा माग्दै त है जुन मात्रै राम्रोसँगले खटा होइन 6 महिना छुट्टीमा चाहिँ अब हामीले भनेको डिमान्ड चाहिँ पुरा हुनु पर्यो है नत्र त के गर्छौँ सैदाको सोहितलाई पनि सानो है इन्टरभ्यू है भाइहरूको है अब यो भोलि पर्सितिर आर्मी जाँदैछ जिआरडीमा र उहाँहरूप्रति थप तपाईँले चाहिँ के भन्नुहुन्छ म त त्यही हो नि अब बेस्ट विशेष छ नि मेरोबाट त प्रभाकर भाइ केसाङ भाइ जति पनि लाग्नेहरूलाई चाहिँ अब मेरोबाट चाहिँ हृदयबाट चाहिँ बेस्ट विशेष छ माइकल दाको लिन्छु नि त माइकल दाले कहाँ माइकल देखिरहेको छ तपाईँलाई चाहिँ के भन्नु चाहनुहुन्छ तपाईँ यहाँ बस्नु नि त ल ल क्यामेरामा ल ल ल चस्मा ले यता भयो तपाईँले चाहिँ के भन्नु चाहनुहुन्छ आर्मी लाग्ने दाजुभाइ जति पनि है हाम्रो गाउँबाट लाग्नु भएको है प्रिय भाइ प्रभाकरलाई चाहिँ म के भन्न चाहन्छु भने चाहिँ यो भेनाले त गुटखा माग्दै त है जुन मात्रै सबैजना उनीहरूलाई है मेरोबाट चाहिँ धेरै धेरै शुभकामना छ अन्त तपाईँको एजमा चाहिँ तपाईँहरूले आर्मी ट्राई गर्नु भएन मैले त भाइ आर्मी त मैले 2013 वर्ष नै 13 दिन नै मैले स्टार्ट गरेको है तर अलिकति प्रब्लमले गर्दा चाहिँ छिर्नु नसकेको कारणले मात्रै अहिले चाहिँ म है बेरोजगार भएर यसरी बसिरहेको छु अन्त तपाईँ चाहिँ के अन्त रनिङमा कि मेडिकल रिटर्नमा फेल हुनु म चाहिँ रिटर्न पुरा पुगेँ भाइ हो 3 ताल रिटर्न पुगेको भाइ अब के गर्नु है किस्मतमा लेखेको हुनुपर्ने रहेछ होइन यो आर्मीको खाना खानुको लागि पनि है सरकारी खाना खानुको लागि पनि है किस्मतमा लेखेको हुनुपर्ने रहेछ के भन्न न अब चाहिँ के गर्ने इच्छा छ अब चाहिँ के गर्ने इच्छा छ अब मेरो फर्दर फ्युचरमा चाहिँ म के गर्न चाहन्छु भने चाहिँ अब मेरो चाहिँ अब यसै उसै होइन आधा है जिन्दगी बितिसक्यो है ड्राइभर त मेरो एउटा लास्ट अप्सनमा राखेको छु है अब बाहिर गएर म कुछ गर्छु कि भन्ने मेरो चाहिँ है सानो त्यही छ चाहना चाहिँ त्यही छ बाहिर गएर न त राम्रो गरी खान्छु कि भन्ने त्यही छ अब एउटा मेरो अप्सन चाहिँ तपाईँको गोलीबाट पनि यताउता इन्कम हुन्छ भन्ने सुनेको थिएँ गोलीबाट भाइ म गोलीमा पहिला खतरा हो भाइ म गोलीमा चाहिँ हो खतरा अब त्यही है अब घरको प्रब्लमले गर्दा अब कतिवटा प्रदेश जानुपर्ने है त्यो कारणले गर्दा चाहिँ अहिले फुटबलबाट पनि म धेरै पछाडि रहेको छु होइन अनि गोरोहरू पनि गएको गोरो त म कति गएको भाइ कति खेलेको कति खेलेहरूसँग पनि कति खेले तर के गर्नु अब तर एक ताल भात गोलीले मात्रै हुँदैन रहेछ बोरो लाने एक थाल भात खुवाउने जमाना भातमा खेल्नुपर्ने भात अन्डा मासुमा खेल्नुपर्ने त्यही थियो त्यो पहिलाको जमाना हो अहिले चाहिँ एकदम धेरै छ स्कोप है फुटबलर्सहरूलाई पनि है गाउँमा फुटबल खेलेर पनि होइन कुछ गर्नु सकिन्छ भन्ने अहिले त्यस्तो छ अहिले पनि खेल्नु हुँदैछ होला नि त अन्त अहिले चाहिँ भाइ म खेल्दैछु अहिले भेटरनतिर चाहिँ यसो धेरै फोकस गर्दैछु तपाईँले अनुहारहरू हेर्दा त त्यस्तो बुढो त देखिँदैन त म अहिले मात्र 27 वर्ष पुगेँ अस्ति 1 फेब्रुअरीले हो अन्त 27 वर्ष पुगेको मान्छे अन्त भेटरनतिर खेल्छु भन्छ कसरी हो अब के गर्नु भाइ अहिले त 18 दिनको 21 मात्रै रहेछ खेलाडीहरू राम्रो वर्गहरू अब हामी त के गर्नु अब 27 पुगिहाल्यौँ अब बुढो भइसक्यो अन्त मिस क्रिस्टियानोहरू 35 वर्ष पनि खेल्छ त 27 मै बुढो भाइ त्यो बाहिरको कुरा हो नि त काम गर्नुपर्छ है काम गर्नुपर्छ घाँस काट्नुपर्छ यहाँनिर कसै बेला घरको प्रब्लमले गर्दा बाहिर जानुपर्छ उनीहरूको त्यो फेसिलिटी छैन नि त यहाँनिर सिक्किममै छ धन्यवाद त गर्दैनौ नि त धन्यवाद है हाम्रो यहाँनिर राख्छ है हाम्रो सानो इन्टरभ्यू जस्तो भन्ने राख्छ